कहिले सोच्नु भएको छ किन एक अमेरिकी डलर किन्न 133 नेपाली रुपियाँ भन्दा बढी तिर्नुपर्छ? हो नि। अथवा त्यो कुवेत जस्तो सानो देशको मुद्रा दिनार कसरी संसारकै सबैभन्दा शक्तिशाली भयो होला? त्यो पनि रोचक प्रश्न हो। अनि फेरि हाम्रो नेपालको रुपियाँ किन भारतीय रुपियाँसँग यसरी स्थायी रूपमा जोडिएको छ? आज हामी यही मुद्रा विनिमय दरको संसारमा अलिक गहिरिएर हेर्दैछौँ। एकदम। कसरी दर निर्धारण हुन्छ? त्यो पेग्ड मुद्रा भनेको के हो? अनि मुख्य कुरा, नेपाली रुपियाँलाई भारतीय रुपियाँसँग जोड्दा नेपाललाई फाइदा छ कि खै घाटा, यसबारे कुरा गरौँ। ल सुरु गरौँ। विनिमय दर एकदम सरल भाषामा भन्दाखेरि एउटा मुद्रा किन्न अर्को मुद्रा कति चाहिन्छ भन्ने हिसाब हो, हैन त? हो। जस्तै एक अमेरिकी डलरलाई 133 नेपाली रुपियाँ भन्दा बढी लाग्ने। अनि एक भारतीय रुपियाँ बराबर 1.6 नेपाली रुपियाँ। अनि त्यो कुवेती दिनार त झन् एक दिनारले 3.26 अमेरिकी डलर पो किन्न सकिने हो। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने धेरै जसो मुद्राको दर सधैँ एउटै रहँदैन। यो बजार अनुसार परिवर्तन भइरहन्छ, मतलब फ्लोट हुन्छ। ए, फ्लोटिङ? हो, फ्लोटिङ। तर कहिलेकाहीँ चाहिँ स्थिरताका लागि दरहरू निश्चित गरिन्छन्। त्यसलाई पेग्ड भन्ने हो? हो, त्यसलाई पेग्ड प्रणाली भनिन्छ। त्यसो भए विनिमय दर प्रणालीहरू पनि फरक फरक हुने भए? मुख्यतया 3 किसिमका छन्। एउटा त तपाईँले भनिहाल्नुभयो, फ्लोटिङ, माग र आपूर्तिले दर तोक्ने हो। जस्तो अमेरिकी डलर, युरो, जापानी येन, यिनीहरू बजारमा आफै निर्धारण हुन्छन्। अनि दोस्रो पेग्ड वा स्थिर प्रणाली, जसमा एउटा मुद्रालाई अर्को मुद्रासँग निश्चित दरमा बाँधिन्छ। जस्तो हाम्रो नेपाली रुपियाँ भारतीय रुपियाँसँग 1 बराबर 1.6 हो। अनि साउदी रियाल अमेरिकी डलरसँग पेग गरिएको छ। अनि अर्को व्यवस्थित फ्लोट भन्ने पनि छ, होइन त? त्यो के हो फेरि? यसमा चाहिँ केन्द्रीय ब्याङ्कले बजारमा अलिअलि हस्तक्षेप गर्छ। मतलब दरलाई पुरै बजारको भरमा छोड्दैन, एउटा निश्चित सीमाभित्र राख्न खोज्छ। ए, जस्तो चीनको युआन? हो, चीनले आफ्नो युआनको हकमा त्यस्तै गर्छ। सारमा भन्नुपर्दा कुनै पनि मुद्रा कति बलियो छ भन्ने कुरा त्यो देशको अर्थतन्त्र कस्तो छ अनि संसारले त्यो देशलाई कति विश्वास गर्छ भन्ने कुरामा भर पर्छ। यो खाली अङ्क मात्र होइन, विश्वासको कुरा पनि हो। हो, विश्वासको मापन हो। यो विश्वास र अर्थतन्त्रको कुरा गर्दा मुद्राको शक्तिलाई असर गर्ने मुख्य कुराहरू के हुन् त? जस्तो कम मुद्रास्फीति भयो भने मुद्रा बलियो हुन्छ भनिन्छ नि। सामान्यतया त हो, कम मुद्रास्फीतिले क्रय शक्ति जोगाउँछ, त्यसैले त्यो राम्रो मानिन्छ। तर अरू तत्त्वहरू पनि उत्तिकै महत्त्वपूर्ण छ।